नमस्कार साथीहरु, स्वागत छ मेरो नेपाली सिरियल रिभ्यू युट्युब च्यानलमा। आज यो भिडियोमा हामी कान्छी सिरियलको बारेमा छलफल गर्ने छौं। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। कान्छी र सागर सुतिरहेको बेला जहिले पनि झ्यालबाट चियाउँथ्यो। त्यो को मान्छे हो भनेर आज बल्ल थाहा पायौं। त्यो मान्छे त सागरको मामा पो रहेछन्। कान्छी र सागरलाई छुटाउन यस्तो गरेको हुनुपर्छ। आउनुहोस् छलफल गरौं। कान्छी र सागरलाई थाहा थिएन राति को मान्छे आयो भनेर, तर अब प्रष्ट भयो त्यो मान्छे मामाले भान्जा अर्थात् सागर मरेका छन् वा जिउँदै छन् हेर्न आएका रहेछन्। कान्छीलाई थाहा भइसकेको थियो त्यो झ्यालमा झारेको माला त मामाको हो। यो माला मामाले लगाउनु भएको थियो। कान्छीले देवर भाइलाई पनि सोध्दा हो यो पक्कै मामाको नै हो भनेर भने। अनि सबैलाई लाग्यो त्यो मामाले यदि सागर मरेका रहेछन् भने त्यो बिमाको पैसा जसरी भए पनि खान्छु भन्ने सोचले यस्तो गरेका रहेछन्। यति बेला कान्छी र सागर आफ्नो गाउँतिर फर्किसकेका छन्। अब कान्छी र सागरले गाउँमा गएर आमा र मामाको के हालत गर्छन् भन्ने हामीलाई लागिरहेको छ। अब सागरले आमा र मामालाई कहिले पनि राम्रो गर्ने छैनन्। सागर हराएको बेला कान्छीलाई दुःख दिएका थिए। अब यो सम्झेर मामालाई र आमालाई कसरी पनि छोड्ने छैनन्। कान्छीको मायाको लागि सागरले आमा र मामालाई बदला लिनुपर्छ भन्ने को हुनुहुन्छ। अब कान्छी र सागर सधैँ मिलेर बस्नुपर्छ। अब कान्छी र सागरले सबै दुश्मनलाई जितेर बदला लिनुपर्छ भन्नेले कमेन्टमा कान्छी र सागर लेखिदिनु होला। मेरो रिभ्यू भिडियो कहाँदेखि हेर्नुभयो त्यो पनि कमेन्टमा भनिदिनु होला। अनि यो भिडियो मन परेमा एक लाइक एक सेयर र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। अर्को भिडियोमा भेटौँला। हस्त धन्यवाद।